Hello, what's up, guys? Let's go with another music video reaction. होइन तपाईँलाई स्वागत छ मेरो च्यानलमा एन्ड दिस टाइम मैले भेटेँ आशा रङ्ग कलर्स अफ होप मात्रै छ होइन आई डोन्ट नो यो म्युजिक भिडियो हो कि के हो, किनकि आर्टिस्ट एलिस्टर सी फ्रिज प्याट्रिक भनेर त विदेशी हुनुहुन्छ होइन कलर्स आशा रङ्ग कलर्स अफ होप इमर्स योurself in the colors of love unity with the आशा रङ्ग दिस सङ सेलिब्रेट सङ रहेछ नि त ओके This song celebrates peace, humanity, and harmony, highlighting the beauty of people from all walks of life. Let the music inspire you to. Okay, हेर्नु है त्यसपछि म सब्सक्राइब गर्छु आशा किन टाइटल चाहिँ नेपाली छ होइन अनि डिरेक्टर आई डोन्ट नो नाम नाम आर्टिस्टको नाम चाहिँ एलिस्टर सी फ्रिज प्याट्रिक विदेशी हुनुहुन्छ क्या अरे समथिङ इन्ट्रेस्टिङ लाग्यो क्या डिस्क्रिप्सन पढिहालेँ सङ रहेछ त्यसो भए हेरिदिउँ मैले चाहिँ सङ होइन भने चाहिँ म अपलोड गर्दिनँ भनेर सोचिरहेको थिएँ कि किनकि अब नयाँ चिज नयाँ हेर्छु अनि यदि सङ रहेछ भने चाहिँ अब रेकर्ड गरेको पनि पछि चाहिँ अपलोड गर्दिनँ सोचिरहेको थियो सङ रहेछ हेर्यो है कस्तो छ के छ इन्ट्रेस्टिङ किनकि विदेशीले खिच्नु भएको जस्तो लाग्यो विदेशी नै आर्टिस्ट हुनु जस्तो लाग्यो के हो चेन्जीको त्यो आन्दोलन हुन्छ सँगै करप्सन वाकी टकीमा बोलेको त्यो आवाजहरू एम्बुलेन्सको Youth Against Corruption, let's go. यो जुत्ता फेमस हाम्रो अहिले त्यही त्यो घटनाको गिटारको मजाको टोन सुन सफ्ट रक टाइपको छ त सब पप सारङ्गी पनि छ त सबै रियल भिडियोजहरू नै हो कस्तो कुनै कुनै एआई जस्तो फिल आई डोन्ट नो रियल जस्तो लाग्यो है प्रायः सबै त्यसलाई मजाले ब्ल्याक एन्ड व्हाइटमा मजाको ल्याउनु भएको छ त यार कतै त खानालाई छैन खाना कतै निदाउनलाई छैन छाना कतै हाँसो देखिँदैन कतै शान्ति पाइँदैन मजाको पावरफुल सुने त त्यो चेन्ज बिट दामी टच्ची फिल गरेँ त छुयो यार मलाई त यस्तो लिरिक्स वाइज अनि यो भिडियो वाइज आर्टिस्टको नाम उहाँ फरेनर टाइपको नेम छ आई डोन्ट नो उहाँ हुनुहुन्छ कि के हो यार प्लिज थाहा भएको हुनु प्लिज कमेन्ट गर्नु होला स्वर सुन्दा त नेपाली टाइपकै सुनिएछ फेरि है जय बौद्ध दर्शन गर्नुभयो मन्दिर एकदम राम्रो मेसेज छ यार सब नेपालको डिफ्रेन्ट वर्क्स अफ लाइफ भन्नुभएको थियो अहिले होइन त्यो त थरी थरी कति कल्चरमा धनी छ नि त नेपाल होइन सिटीमा बसेर मात्रै कति नेपाल कस्तो छ क्या सिटी बाहेक माथि माथि हेर्ने हो नि सिटीमा भित्र पनि रहेर त्यहाँ अथेन्टिक चिजहरू छ
त्योभन्दा बाहिरको अनि चारैतिर ठाउँ हेर्ने भने कति कल्चरली अनि अटायरली कति धनी छ यार नेपाल। त्यो यस्तो भिडियोबाट क्या देखाउनु भएको क्या। नेचुरल ब्युटी त्यस्तो छ। सब छ यार नेपालमा है। मधेसी जनकी मन्दिर काठमाडौँ होइन अनि हिमाल जाति लाइक दिनु पर्यो। सबै धर्मलाई वेलकम गरेछ नेपालले होइन पहिलो जमानादेखि। Title of song as a called artist singer Alistair Colin Fitzpatrick. I don't know name, right? Alistair Colin Fitzpatrick. I don't know के हो यार विदेशमा जन्मिनु हो कि नेपाली हुन्छ कि भेरी क्युरियस है। पछि बट भेरी थाहा छैन यार। कम्पोजर लिरिक्स पनि उहाँ हुनुहुँदो रहेछ। म्युजिक प्रोग्राम गिरी श्रेष्ठ रेडियो मिक्स मास्टर इन्स्टिट्युट भिजुअल्स 24 थ्याङ्क्स कति फर द कन्सिडर मोरल सपोर्ट। त्यही त एलिस्टर कोलिन फिट्जप्याट्रिक आई डोन्ट नो विदेशमा जन्मिनु नेपाली हो कि आई डोन्ट नो विदेशी आर्टिस्ट हुनुहुन्छ विदेशमा यहाँ जन्मिनु भएको नेपालमा होइन। साउन्डेड लाइक नेपाली भोइस होइन नाम चाहिँ विदेशको टाइपको क्युरियोसिटी भयो होइन। आई डोन्ट नो सब्सक्राइब पनि गरौँ है। उहाँको च्यानलमै जाउँ न के रहेछ एक्चुअली। अरू त्यस्तो केही छैन है। त्यही त एलिस्टर एस प्याट्रिक। Hey, I'm Alistair. Welcome to Wonders with Alice. I'll try to explore exploration. विदेशी हो कि नेपाली क्युरियोसिटी हेर भयो सोच सुन्दाखेरि एकदम नेपाली सुनिरहेको थियो है। राम्रो थियो हेर आशाको रङहरू त देखाउनु भएको भिजुअलाइजेसनहरू रिसेन्ट घटना होइन युथहरूले लडेको भित्रको घटनाहरू एकदमै मेसेजफुलमा देखाउनु भयो। डिफ्रेन्ट नेपालको थरी थरी वेशभूषा ठाउँहरू सब देखाउनु भयो। बाइ द वे म्युजिक अनुसारले चाहिँ रक टाइपको होइन स्लो रक होइन अनि गीतको भावहरू चाहिँ एकदमै मेलोडियस थियो पावरफुल पनि लागेको कतिको ठाउँमा है। कस्तो मजाको त्यो लिरिक्सहरू देखायो एकदमै पावरफुल थियो कि न जातले छुट्टाओस् न धर्मले। अनि सुरुदेखि नै होइन खाना बस्न कुखुराहरू नखाना सब बस्न कस्तो थियो कि पावरफुल टाइपमा ट्रु थियो फ्याक्ट्स कुराहरू एकदम ट्रुथफुल कुराहरू थियो। ट्रुथफुल कुराहरू नै पावरफुल हुन्छ होइन। एकदमै राम्रो लाग्यो यार भिजुअलाइजेसन पनि म्युजिक पनि सबै देखाउनु भयो नेपाल। प्याट्रियोटिजम टाइपको पनि फिलिङ्स आयो होइन। जीवन थरी थरीको पनि यताउति वेशभूषाहरू देखाएर क्या रमाइलो फिल भयो। मजाहरू है नेपाल कस्तो ल्यान्डस्केपमा पनि थरी थरी छ कल्चरमा धनी धनी छ सब कुरा देखाउ कस्तो देखाउनु भयो क्या है। त्यही त अनि यो आन्दोलन चाहिँ अब यो चाहिँ लाइक यो चाहिँ एउटा छेड भएको थियो होइन जुन चाहिँ स्याड स्टोरी पनि छ। अनि त्यही त यो बिर्सनुहुन्न करप्सनको लागि फाइट गरेको यसपालि इलेक्सन आउँदैछ होइन। यसपालि चाहिँ राम्रो एउटा जनताले भने जस्तो पाओस् लिडरहरू होइन अनि सदा ग्रो गरिआओस् कि नेपाल यार होइन। त्यही त अगाडि बढ्नु पऱ्यो नेपाल पनि यार होइन। छिमेकहरू पनि पढिसक्यो यार होइन। त्यही त बाइ द वे म्युजिक राम्रो थियो मेसेज राम्रो थियो भिडियो पनि मजाको लेखाइ पनि अति पावरफुल एकदमै तुतकुराहरू लेख्नु पर्यो थियो भावहरू एकदमै राम्रो थियो पावरफुल
आशा रङ अल द बेस्ट फर एलिस्टर होइन उहाँ चाहिँ विदेशी हो कि के हो यार गाइस कमेन्ट गर्नु होला होइन एलिस्टर कोलिन फिज प्याट्रिक नेपाली नै हो त के हो नेपाल विदेशमा बर्न हुनु नेपाली हो कि फरेन आर्टिस्ट चाहिँ यहाँ बर्न नेपालमा हो कि के हो नाइस वान आई लाइक इट है ल गाइजहरू आई चाहिँ इन्जोय इट है तपाईँहरूलाई के कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु होला अनि सी यू अन द नेक्स्ट रियाक्सन गाइज है प्लिज अनि सपोर्ट गरिदिनु होला लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला धन्यवाद